एप्स चाहिँ अब ट्रेन गर्नु त्यति साह्रो इम्पोर्टेन्ट पनि छैन। किन बेकारमा ज्यानलाई दुःख दिनु? मेरो बडी जस्तो ठिक छ, मलाई राम्रै लाग्छ, म किन एक्सर्साइज गर्नु? जो कोही यस्तो सोच्दै हुनुहुन्छ नि, तपाईँहरूले यो कुरा किन बुझ्नु हुँदैन कि आफूप्रति पोजिटिभ रही कन्फिडेन्ट गर्नु नदिनुको मतलब आफ्नो अनहेल्दी बानीहरूलाई पनि नदेखे जस्तो गर्दै बस्नु होइन। थाहा छ, मान्छे कोही नि पर्फेक्ट हुँदैन, म नि छैन। म मान्छु समय निकाल्न गाह्रो हुन्छ, ठुलो ठुलो साइजको बडी बनाउन मन नलाग्ला, तर स्टामिना त सबैको लागि हरेक ठाउँमा जरुरत हुन्छ नि। स्ट्रेन्थ त चाहिहाल्छ नि, होइन र? कि कसो? मैले यस्तो भन्दै गर्दा फेरि कोही ठुलो बडाहरूले आइज लडम, तमा बडी छ कि ममा भन्ठान्ला। आफै मिलाएर बुझ्नु। हामीहरूले फिट रहन एक्सर्साइज जबरजस्ती अरूले भनेर गर्नुपर्ने मजबुरी होइन। मलाई लाग्छ फिट रहनु हाम्रो जिम्मेवारी हो, किनकि आफूले बनाउन मिल्दै आफ्नै कारण जिन्दगी धरापतिर पुग्न थालेपछि मात्र रिग्रेट र डाक्टरलाई बुझाउन पैसाको बिल देखिन्छ। एक्सर्साइज गरेपछि बिरामी नै हुँदैन भन्नु खोजेको चाहिँ होइन।